वडा परिकारले धनगढीको कमान्डको रूपमा यहाँ आएको छु। म योभन्दा अगाडि जिल्ला परिकारले बैतडीमा सूचना अधिकारी र मुद्दा शाखामा कार्यरत थिएँ। मैले यहाँसँग अलिक आगो दुःखले नै अन्तर्क्रिया गर्न खोजेको थिएँ। धेरै समयपछि अलिकति के चाँडो समय भएको हुनाले तपाईँसँग अन्तर्क्रिया गर्न पाइनँ। त्यसका लागि क्षमा प्राप्ति हुन्छौँ र सँगसँगै तपाईँहरूले ढिलो भए पनि दीपावली र छठको हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु। मैले परिचय यति नै राखेँ। अब वडा परिकारलेको एउटा कमान्डरको हिसाबले म यहाँ जिम्मेवारीको रूपमा आएको छु। अब बजारमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने अपराध रोकथाम नियन्त्रणका लागि प्रतिबद्ध भएर डेडिकेट भएर उच्च मनोबलका साथ काम गर्ने कुरा पनि मैले तपाईँलाई व्यक्त गरेँ। र बाँकी तपाईँ हामी सौहार्दपूर्ण वातावरणमा कोर्डिनेसन गरेर मिडिया र प्रहरीको अमूर्त सम्बन्ध हुन्छ। यो कुरा हामीले बुझ्नुपर्ने पनि हुन्छ। तपाईँ हामीसँग सँगसँगै नै हुनेछौँ भन्ने कुरा र तपाईँहरूको सहयोगको पनि मैले अपेक्षा राखेको छु। मैले परिचय पनि राखेँ। बाँकी कुराहरू हामी पछिल्लो दिनहरूमा भेटघाटको क्रममा अरू कुराहरू गर्नेछौँ। खबर पायो भने त्यसमा जानेछौँ। र अर्को कुरा भनेको शान्ति सुरक्षा अमन चयन कायम गर्नको लागि अपराध रोकथाम नियन्त्रणको लागि नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका हुन्छ र फ्रन्ट लाइनमा नेपाल प्रहरी नै हुन्छ। यो कुरा यहाँले मध्यनजर गर्नुभएको छ। यसका लागि हामी आफ्नो कुनै पनि कसुर बाँकी नराखेर यो शान्ति सुरक्षा अमन चयन जुन समस्याहरू अपराध सम्बन्धी जति समस्या यावत समस्याहरू छन् ती समस्याहरूलाई नियन्त्रण र निरुत्साह गर्नको लागि हामी पछाडि पर्दैन भन्ने कुरा म तपाईँलाई अनुरोध गरेँ। र अन्य कुराहरू छन् भने हामी समन्वय गर्ने रहेछौँ तपाईँलाई थोरै अनुरोध गरेँ। जहाँसम्म बजारका अरू समस्याहरू छन् म पनि बुझ्दैछु। भर्खरै आएको छु। बजारमा के छन् त समस्याहरू, के हो वास्तविक समस्या के हो। अब ध्वनि प्रदर्शनको कुरा उठाउनु भएको थियो। म पनि एकदम फलोअपमा छु ध्वनि प्रदर्शनमा। बाइकले फलोमा जाने अन्य यावत कुराहरू छन्। ट्राफिक मुभमेन्ट बढाइरहेको छु। चेकजाँच गर्नु परिरहेको छ। कारा तोडेर भाग्ने जुन कैदीबन्दीहरूको कुरा छ तिनीहरूलाई पनि हामी नियन्त्रणको लागि अथक प्रयासमा छौँ। म आएपछि पनि दुईवटा मैले वडा मेरो कमान्डमा पनि मैले दुईवटा फरार कैदी समातेको छु। यी कुराहरू छन्। बाँकी कुराहरू हामी सरकारसँग हामी क्रसमा नै हुन्छौँ। एडमिसन ओपन DMC होटल म्यानेजमेन्ट धनगढी 4 रातोपुल नवजीवन अस्पताल अगाडि।